ओके, मैले भर्खरै नाइस टु नट मिट यु केड्रामालाई वाच गरिसकेँ। यो केड्रामाको नोभेम्बर 3 मा प्राइम भिडियोमा आउट गरिएको थियो र यो केड्रामामा मेन लिडमा ली जोङजेलाई देख्न पाइन्छ। योभन्दा अगाडि स्क्विड गेम सिजन 1 देखि 3 सम्म नै ली जोङजेलाई मेन क्यारेक्टरमा देख्न पाइएको थियो। त्यसकारणले पनि म धेरै नै एक्साइटेड थिएँ नाइस टु नट मिट यु केड्रामा हेर्न र सो मैले फाइनली हेरेर कम्प्लिट वाच गरिसकेँ। अब यो केड्रामा हेर्न लायक छ छैन यो सब बताउनेछु, त्यसकारणले भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नुहोला। केड्रामाको लिड रोलमा ली जोङजे, लिम जियुन, सियो जिवे र किम जिउन लगायत अन्य कलाकारहरूलाई देख्न पाइन्छ। ली जोङजे एक सामान्य एक्टर हुन्छ, तर केही रिजनको कारण उसले त्यसलाई छोड्नुपर्ने हुन्छ र सामान्य लाइफ जिउँदै गरेको हुन्छ। फेरि एक राम्रो एक्टर बन्ने मौका पाउँछ र लिम जियुन एक जर्नलिस्ट हुन्छ। ली जोङजे र लिम जियुन सुरुवातमै एक अर्कासँग राम्रो सम्बन्ध हुँदैन। गलतफहमीको कारण, कामको प्रेसर र इग्नोरको कारण दुईजनाको सम्बन्ध अझ बिग्रेको हुन्छ। अब ली जोङजे र लिम जियुन बिच के हुन्छ, ली जोङजेले सुरुवातमै आफ्नो कामलाई छोड्नुको कारण के हुन्छ र फेरि एक राम्रो एक्टर बन्ने मौका कसरी पाउँछ, यो सब जान्नुको लागि हेर्नुपर्ने हुन्छ यस केड्रामालाई। जम्मा केड्रामा एपिसोड 16वटा छ। एपिसोडको रन टाइमको कुरा गर्ने भने एउटै एपिसोड बराबर 1 घन्टा जतिको चाहिँ छ र यस केड्रामामा लाइट रोमान्स कमेडीको ब्यालेन्सहरू राम्रो छ र एक्टिङ सबैको राम्रो छ, ओभर एक्टिङ छैन र ब्याकग्राउन्ड म्युजिक सिम्पल तर स्विट टाइपको छ। तपाईँहरूलाई यो केड्रामा हेर्दा थाहा हुँदैन कि कतिखेर एपिसोडको खतम हुँदैछ भनेर, तर इन्डिङ अलिक छिटो सकिएको फिल भएको जस्तो चाहिँ हुन्छ र स्टोरी पनि त्यति साह्रो डिप चाहिँ छैन। अब तपाईँहरूलाई चाहिँ ट्विस्ट खालको केड्रामाहरू चाहिँ चाहिन्छ भने यसमा चाहिँ नाको बराबर छ। यसमा चाहिँ त्यस्तो ट्विस्ट टाइपको केही पनि छैन, सामान्य लाग्छ सबै। यदि तपाईँहरूले सर्ट केड्रामा, लाइट रोमान्स र अफिस लभ स्टोरीहरू मनपर्छ भने यो केड्रामा तपाईँहरूको लागि एक पर्फेक्ट हुनेछ। यदि तपाईँहरूले चाहिँ यस केड्रामालाई अलरेडी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला र भिडियो मन पऱ्यो भने लाइक र यस्तो मुभी ड्रामाको रिभ्यूहरू मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला। फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि।